एकदमसँगले चिन्यो त मलाई। मेरा मान्छेहरूको होटिङ त देखियो होला नि होइन। ल अब पाले पिलो बोलौँ है त। अन्त नचलेको हावा चल्छ यो देशमा, अन्त नबलेको आगो बल्छ यो देशमा। माटोसँग मिलेर त बाँच्न कठिन हुन्छ, मान्छेको सपना त उतिखेरै जल्छ यो देशमा। मान्छेको सपना त उतिखेरै जल्छ यो देशमा। मान्छेका सपनाहरू नजलुन् र नयाँ सपनाहरूको जन्म होस् र ती सपनाहरू साकार हुन् भन्नका लागि सिस्नुपानीले हास्य व्यङ्ग्य यात्रा र हास्य व्यङ्ग्य कार्यक्रम गर्दै आएको छ। र कर्णालीमा सिस्नुपानीको हास्य व्यङ्ग्य कार्यक्रम अन्तर्गत म पनि तपाईँहरूको बिचमा आउन पाउँदा असाध्यै खुसी लागेको छ। म मञ्चमा अलिकति अगाडि आएँ, यहाँ पछाडि यहाँहरू पर्नुभयो होला सायद, तर म सबैलाई कोही पनि नछुटुन् र कोही पनि नदोरुन् भन्ने अर्थमा मेरो किसिमको एउटा छोटो सम्बोधन गर्न गइरहेको छु, गइन आइरहेको छु। र यस कार्यक्रममा उपस्थित हुनुभएका, पाल्नुभएका, पालिनुभएका, हाजिर हुनुभएका, मुन्टेका, गाडीका, घुसुल्टेका, पछाडिएका भन्न मिलेन। मेरा आदरणीय ज्यू, माननीय ज्यू, पदनीय ज्यू, ढोगनीय ज्यू, उठनीय ज्यू, बसनीय ज्यू, देखनीय ज्यू, आगन्तुक एवं गगन्तुक ज्यूहरू, त्यसै गरी एडिटर, कम्पोजिटर, डाइरेक्टर, इन्सपेक्टर, डाक्टर, कन्डक्टर, मास्टर तथा सिस्टर, बुढीवालदेखि बुढीवालसम्म, टेन्सनवालादेखि पेन्सनवालासम्म, कर्मचारीदेखि ब्रह्मचारीसम्म, यतादेखि त्रितार नेतासम्म, कसैलाई नगरी तिरस्कार, सबैलाई बराबरी सत्कार सबभन्दा पहिला स्वीकार। यो पनि एउटा जीव हो, यो जीवको तर्फबाट हार्दिक निगुरु मिठो नमस्कार। विश्वमा नै सगरमाथा उच्च शिर छ हामीसित, बुढीसँग जोडिएको फुच्चो पीर छ हामीसित। संसारमा कसैलाई हाम्रो जति ताप छैन, हृदयको ताप नाप्ने अरू कुनै माप छैन। बुद्धहरू बढ्दै गए बुद्धकै गाउँ मेटिएला, अशान्तिको दुनियाँमा मूर्ति मात्रै भेटिएला। उम्र फेरि यही माटोमा भिरकुटी र सीता पनि चाहिएको छ अमरती भीमसेनका पिता पनि। अब म कुरा गर्छु भीमसेनका पिता जन्माउने, तर यहाँ उम्रिन जति गाह्रो छ उम्रिन पनि उत्तिकै गाह्रो छ। उम्रिएकाले खुम्रिने मात्रै, अरू केही यहाँ उपाय छैन। त्यस कारणले म त खास स्कुलमै आइरहेको जस्तो लागिरहेछ। विद्यार्थी भाइ बहिनीहरूले यति धेरै ठुलो ऊर्जा दिनुभयो। म पनि पढेकै मान्छे हुँ, हेर्दा त्यस्तै देखिन्छ होला, तर मेरो पढाइ तपाईँहरूको पढाइसँग नमिल्न पनि सक्छ। म अलिकति थोरै मेरो पढाइको कुरा गरौँ। म चाहिँ अरू मान्छेभन्दा अलिक ट्यालेन्ट जन्मिँदैको, अरू जन्मिँदा र म जन्मिँदाको जन्माइ नै फरक छ। जन्मिने बेला अरू त्यो रुँदै रुँदै जन्मिनेछन् क्या, यस्तो त्यस्तो होइन। मेरो चाहिँ जन्मिने तरिकै फरक। जन्मिँदैखेरि म चाउचाउको अर्डर गरेर जन्मेको रे, चाउचाउ प्रेमी। स्कुल जान नमानेको 5 वर्ष हुँदा आमाले मलाई जबरजस्त भोकै ठ्याक लाएर मुन्ट्याएर लगेर स्कुलमा भर्ना गरेको भएर म पढ्ने स्कुललाई अहिले पनि मुन्टेश्वरी भन्छन्। मुन्टेश्वरीमा भर्ना भएकै दिन मिसले सोध्नुभयो, बाबु 5 पछि कति आउँछ? म त ट्यालेन्ट बाँकी नराखी भनिदिनु 6, 7, 8, 9, 10। मिसले फेरि सोध्नुभयो 10 पछि चाहिँ कति? मैले छाती खुलाएर भने गुलाम मिसी बासा। पहिलो दिन स्कुलमा हाजिर हुनु गएँ, एकैचोटि चौथो दिन मिसले सोध्नुभयो, तिमी अस्ति किन स्कुल आएनौ? मैले भने मिस मेरो सबै कपडाहरू धोएर सुकाएको थियो, कुनै पनि कपडा सुकेन, त्यही भएर आएन, मेरो जे हो त्यही थियो। हिजो पनि आएनौ भन्नुभयो। हिजो त आउँदै थिएँ, मिसको घर अगाडिको बाटो आउँदै थिएँ, मिसको नि सबै कपडाहरू धोएर सुकाएको देखेँ, अर्को छैन होला, आउनु भएन होला भने फर्केँ। यति छिटो भन्दा नि बुझ्नुहुन्छ है। आज पनि तिमी ढिलो आयो भन्नुभयो। आज त मिस अचम्मको घटना घट्यो, त्यही भएर ढिलो भयो। के भयो त्यस्तो अचम्मको घटना? कुखुराले फुल पार्यो। मिस कुखुराले फुल पार्नु अचम्म हुन्छ? हुँदैन पनि हजुरले पारेर देखाइदिनु न त। भनेपछि मिसबाट त म जोगिएँ, उहाँले मलाई सोध्नै सक्नु भएन। सर आउनुभयो, आज हामी नेपालीको बारेमा पढ्दैछौँ, सुबोध भाइ उठेर भन काल कति किसिमका छन्? मैले भने सर काल 5 किसिमका छन्, वर्तमान काल, भूतकाल, भविष्यकाल, अनिकाल, ढकाल।
प्रश्न नजाँदै मेरो उत्तर रेडी हुन्थ्यो। सरलाई रिस उठ्यो, उहाँले भन्नुभयो तिमी ठुलो भएर के गर्छौ? मैले भने सर म त ठुलो हुने बित्तिकै बिहे गर्छु। होइन तिमी बन्छौ के? म दुला बन्छु सर, बेहुलो। यस्तो खालको मेरो प्रश्नको उत्तर आउँथ्यो। उहाँलाई रिस उठ्यो, साह्रै रिस उठ्यो। उहाँले भन्नु एउटा कापीको पाना र कलम दिनुभयो र उहाँले भन्नुभयो आफ्नो आफ्नो गर्लफ्रेन्डको नाम लेख। मौका यही हो भनेर खुरुखुरु साथीहरूले 2 मिनट नबित्दै लेखेर बुझायो। मैले 10-12 मिनटपछि जुरुक उठेर भने सर थप कापी चाहियो, यसमा अट्ला जस्तो चाहिँ। त्यो खालको मेरो पढाइ हेर्नुहोस्। त्यत्तिकै मैले भनेकै होइन, झापा जाँदा पापा खाएँ डोटी पुग्दा रोटी, आलु खाएँ पिरतीमा धोका अनेक चोटि, कहिले पुगेँ अर्का खाँची, कहिले पुगेँ राँची, पागल भएँ उनकै लागि माया साथी साथी। संसारमा खोजेर पनि नपाउने अडियन्स मैले आज यहाँ रुकुममा पाएको छु। म यसरी पागल हुँदा पनि तपाईँ खुसी मनाउँदै हुनुहुन्छ। ठिकै छ, हामी जिन्दगीमा केही गर्नु भनेर आएका छौँ। जिन्दगीमा यदि केही गर्नु छ भने पागल हुनैपर्छ, आफ्नो विषयमा पागल हुनुपर्छ। जसरी सिस्नुपानीका प्रत्येक जिम्मेवार व्यक्तिहरू आफ्नो प्रस्तुतिमा र सम्पूर्ण कुराहरूमा पोख्त र दक्ष हुनुहुन्छ। उहाँहरूको सङ्गतले म पनि अब त्यस्तै राउ भएर निस्किने म विचार गर्दैछु। त्योभन्दा अगाडि चाहिँ यहाँ भर्खर बिपी बाबु पनि आएर गइसक्नु भएको छ। धेरै पुराना भन्दा अहिलेकै चलन चल्तीका केही नेताहरूलाई पनि सिस्नु पानीमा ल्याएर सिस्नु पानी हान्न पाए सायद राम्रो हुन्थ्यो होला। तर सिस्नु पानी भन्ने बित्तिकै नेताहरू जोडिनुहुन्छ, प्रत्यक्ष रूपमै जोडिनुहुन्छ र राष्ट्रिय स्तरकै नेताहरूलाई नै यहाँ बोलाउन पाए। अझ अहिलेका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूलाई नै म 1 मिनटको समय दिन चाहन्छु, यदि तपाईँहरूको अनुमति छ भने। मलाई ताजुब लाग्छ, मलाई आश्चर्य लाग्छ, मलाई के लाग्छ? अचम्म लाग्छ। यो बहिनीले मेरो डायलग सही ढङ्गले भनेको देख्दा मलाई बडो उदेक लागेर त हामी यतिखेर रुकुम जिल्लाको मुसीकोटमा आइपुगेका छौँ। संसारमा कोटहरू पनि धेरै प्रकारका रहेछ, टोपी पनि धेरै प्रकारका हुन्छन्, लाउने तरिका पनि फरक फरक हुन्छन्। कोटको कुरा गर्दाखेरि काठमाडौँदेखि नै हामीलाई कोटले छोडेको छैन। उहाँ नगरकोट छँदै थियो, यतापट्टि नुवाकोट हुँदै हामी यहाँ आयौँ। मुसीकोट फेला परेको छ, झाँदरकोट भोलि जाँदैछौँ। कोट धेरै प्रकारका छन्। अझ महिलाहरूको जोड्ने हो भने त अर्को पेटीकोट पनि हुन्छ। तर कोट भनेको एउटा ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो, एउटा पुरानो राज्यको इतिहास भएको ठाउँ हो। हुन त भाइ बहिनीहरूलाई थाहा छ, मुसीको बिहे मुसासँग भन्ने एउटा कथा पनि छ। कसको बिहे कोसँग भयो भन्नेतिर ध्यान दिने होइन, पढ्नेमै ध्यान दिने। आज स्कुलले यहाँ ल्याएछ विशेष कार्यक्रमलाई, उहाँहरूले पनि पढाउनु परेन, तपाईँहरूले पनि पढ्नु परेन। बधाई छ, कङ्ग्रेचुलेसन। तर पढ्नु परेन यहाँ होइन, यो पनि पढाइ हो भनेर बुझ्नुपर्छ। स्कुलले पनि त्यसै गरी बुझेको छ, अभिभावकले पनि त्यसै गरी बुझेको छ। र मुख्य कुरा के हो भने मेरो कार्यकाल लम्बियो र 5 वर्ष मैले आफैले नेतृत्व गर्न सकेँ भने नेपाललाई युरोपभन्दा धेरै अगाडि म लान सक्नेछु भनेको पत्याउनु भएन। युरोपभन्दा अगाडि नेपाल जाने भनेको भारत र चीनबाट अन्तै पुग्ने भनेको होइन। विकासमा फड्को मार्ने, समृद्धिमा फड्को मार्ने। पत्याउनु कि नपत्याउनु है, फेरि पत्याउनु भयो भने मैले गरेर देखाउनुपर्छ। त्यसो हुनाले हाम्रा योजनाहरू छन्। रेल ल्याउने भनेर मैले भनेको हो, तर रेल ल्याइहाल्न हतार चाहिँ यहाँ केही पनि छैन। किनभने हामीसँग पहिलेदेखि नै चल्दै आएका रेलहरू छ जो तेल बिना नै चल्छन्। खरेल, खकुरेल, पोखरेल, गजुरेल, चौरेल, जिरेल यस्ता रेल छँदैछ। तैपनि चाहियो नि चाहियो, नभई भएन भनेपछि आउँछ भनिदिएको छु मैले। तर रेल आउन बाँकी नै छ। रेलको झ्यालो समातेर सँगै भागौँला भनेर गीत बनाइछ। रेल जनकपुरमा चलि नै राखेको छ, दार्जिलिङमा रेल भनेर गीत बनाउँछ। त्यसकारण साहित्य र कलामा खुबी भएका व्यक्तिहरूलाई पनि रेल सम्बन्धी राम्रो सही अध्ययन गरेर मात्रै गीत गाउनु पनि म अनुरोध गर्न चाहन्छु। धेरै बोलेर यहाँ भाषण गरेर हुनेवाला केही पनि छैन। प्रचण्डजीलाई यो माइक दिन चाहन्छु।
निश्चित रूपमा अहिले हामी जनार्दनजीको विशेष क्षेत्र र उहाँको गृह जिल्लामा उपस्थित भएका छौँ। कतिपय साथीहरू त यहाँ हिजो बेलुकाको मेरो सम्बोधनमा पनि आउनु भएको थियो होला। ठिकै छ, आउनुपर्छ, बुझ्नुपर्छ र सिकेर बुझेर र जानेर मात्रै देशको निम्ति हित हुने काम गर्न सकिन्छ भन्ने कुरा यहाँहरूले मनन गर्नुहुनेछ भन्ने म पूर्ण विश्वास लिन चाहन्छु। र धेरै मान्छेहरूले यहाँ अघि पनि एउटा कुरा आयो, हनुमान भन्ने शब्द, हनुमान शब्द आफैमा नराम्रो शब्द होइन। सबै पार्टीका कार्यकर्ताहरूलाई हनुमान भनेको म सुन्छु, सिस्नुपानीलाई पनि म यो खबरदारी गर्न चाहन्छु। यदि कसैले इमानदारी बिनाको वफादारी गर्छ भने त्यो गद्दारी बाहेक अरू केही पनि हुँदैन। तसर्थ पनि हामीले हाम्रो देशका निम्ति कस्तो बलिदान र कस्तो योगदान गर्न जरुरी छ भन्ने कुरा बुझ्न पनि पर्छ र जानेर पनि गर्नुपर्छ। अरू त म केही पनि बोल्दिनँ। सिस्नु पानी लाउनै भनेर आएपछि मैले यो भाषण गर्न दिनुभयो भने सिस्नु पानी लाग्दैन। बिहान मैले कालीबहादुर मल्ललाई पनि भेटेँ। के हो यो सिस्नु पानी भनिया छ, तपाईँ बस्नु है, म भ्याइन भनिया थिएँ। उहाँले भन्नुभयो सिस्नु मात्रै लाए त ठिकै छ, पानी त पर्या परै छ, चाहिया छैन। त्यसकारण सिस्नु र पानीको पनि सन्तुलन मिल्यो भने मात्रै समाज सही ढङ्गले अगाडि बढ्छ भनेर नै ट्रान्सपरेन्सी इन्टरनेसनलले यो सहकार्य गरेको हो भन्ने मेरो बुझाइ छ। कार्यक्रमको शुभकामना दिँदै म बिदा हुन्छु। हस्त धन्यवाद, अभिवादन। यो भाइ त्यहाँ चकचकेर बसेको त्यहाँ अघि बेलैमा आएको भए कुर्सी पाउँछु। कुर्सीको लागि मैले यति गर्ने मान्छेहरू धेरै छन् नेपालमा। त्यही भएर देश बिग्रे हो, त्यही भएर मुलुकमा भ्रष्टाचार बढे हो। धेरै मान्छेले बुढो भइस रियाले बुढो तेरो काम छैन भन्छ मलाई। बाँचिरहे जो पनि बुढो हुन्छ कि जो पनि बुढो हुन्छ। बुढो भएपछि घोडाको सिङ धोतीको पिङ निस्किन्छ, के गर्नुहोस् तपाईँ। अब त्यस कारणले यहाँ चाहिँ म भाषण गर्न पनि आएको होइन। मैले किन बोलिदिनु पऱ्यो? बिपीले अघि बोलेर गइसक्नु भयो उसमा। फेरि म बोल्दा पनि बोल्दिनँ, किनभने मैले बोलेको बुझ्दा पनि बुझ्दैन। सक्नुहुन्छ भने गीत गाउनु साथोस्। राई झुबा झुबा क्या बस क्या कि छौ राई झुबा भयो पुगो हो ल्याउन जान्दैन। धन्यवाद। र चाहिँ कुरा के हो भनेदेखिलाई भ्रष्टाचार गर्नु हुँदैन भनेर हामीले राजनीति गरे हो। भ्रष्टाचार नै गर्नु हुँदैन। भ्रष्टाचार किन कसले गर्यो? भ्रष्टाचार कसले गरेको छ यहाँ? त्यो पाए फुलले लाज पनि छैन यहाँ। ल पक्कै धन्यवाद। ल उहाँ जानु पनि भयो। अब हामीलाई पनि जाँजरकोट जानु छ भनेर टङ्कर आचार्य सरले मलाई भन्दै हुनुहुन्छ। एकदमसँगले चिन्यो त मलाई ओ चिन्नु जी पर्यो है। एकदमसँगले चिनिएन भने त म त फेरि त्यही हो नि, हान्दिने हो, छाती साथी उडाइदिने। अब कुरा के हो भने घर घरमा धारो, टोल टोलमा मन्दिर, गाउँ गाउँमा दरबार, नगरमा न्याय, जिल्लामा शान्ति गरिदेऊ सरकार। प्रदेशमा राज्य सुशासन दियोस् योजना उसैले, नबनोस् काम कसैको यहाँ लालच र घुसैले। बिग्रेको नेपाल, भत्केको नेपाल, यो नेपाल हाम्रै हो, बनाउन सके यो भन्दा राम्रो, राम्रो नि हाम्रै हो। मानिस ठुलो ज्ञानले हुन्छ, ज्यानले हुँदैन। मानिस ठुलो गिदीले हुन्छ, लिदीले हुँदैन। कुरा यो र चिन्यो त मलाई भन्दा पनि आफैले आफूलाई चिन्नु पर्यो। पुरपुरेमा हात लाएर मात्रै चिन्दै विद्यालयले र घरका अभिभावकले मेरा छोराछोरीहरूको आफ्नो भविष्य उज्जवल होस्, भ्रष्टाचार नगरोस्, चिट नचोरोस्, सही मार्गमा लागोस् भन्ने एप्रिसिएट गरेको हुन्छ नि त होइन। त्यही भएर आफूले आफूलाई पनि चिन्नु, यही नि भन्न चाहन्छु। र असल समाज निर्माण गर्नका लागि प्रत्येक व्यक्ति असल बने राज्य असल बन्छ, होइन भने राजनीतिको अर्को पसल बन्छ। हामी अर्को पसल नबनाउने, आफूले आफूलाई सही मार्गमा लानका लागि प्रेरित गरौँ भन्ने कुरा राख्दै मुलुक बनाउने नि हो नि त भविष्यका कर्णधारहरू।
बनाउने नि हो, जसले माझो हाल्न खोज्छ त्यसलाई के हानिदिने हो, छाती छाती उडाइदिने। भ्रष्टाचारीलाई दण्ड दिने नियमावली 2082 नेपाल विभाग यमलोक। मर्ते लोकको नेपाल खण्डमा भ्रष्टाचार नामको जघन्य अपराध व्याप्त भएको छ भन्ने कुरा यमलोकमा 1914 देखि नै सुनिँदै आएको हो। अहिले कतिपय भ्रष्टहरू सुत्केरी हुन लागे कि बफेलो माताको जस्तो भ्यातले भुँडी हल्लाउँदै यमलोकमा पनि घुम्दै गरेको देख्न थालिएको छ। भर्खरै मात्र नेपालबाट आएको एक भूतपूर्व भ्रष्टाचारीको मुर्दाले चित्रगुप्त कार्यालयको शौचालयबाट चाँदी सम्झेर हलुङ्गेको ट्वाक टिपेर टोपीमा लुकाउन लाग्दा रङ्गे हात पक्राउ परेको थियो। नेपालमा हुँदा पटक पटक मन्त्री भइसकेको निज भ्रष्ट चित्रगुप्तका गोडामा तेल लगाउने जागिरमा जबरजस्ती घुसेर सांसदको टिकट हत्याउन चाकरी गरिरहेको थियो। यसबाट नेपालमा भ्रष्टाचारीहरू कति निर्लज्ज र लवस्तरा छन् भन्ने थाहा हुन्छ। अतः नेपाल खण्डबाट भ्रष्टाचार गरी आउने दुष्ट आत्माहरूले यमलोकमा भ्रष्टाचारको दुर्गन्ध नफैलाउन् भन्नका लागि आजैका मितिदेखि लागू हुने गरी उद्दण्ड भ्रष्टाचारीलाई दण्ड दिने नियमावली 2082 मा यमराज्यले कालमोहर ठोक्नु भई लागू गर्नुभएको छ। चोरी गर्नेलाई तातो तेलमा डुबाएर झुइँ पार्ने, ठगी गर्नेलाई काँडाले छाला कोतरेर नुनचुक दल्ने, कालो बजारी गर्नेलाई उदो मुन्टो पारी तलबाट आगो बालेर बिस्तारै पगाल्ने, बलात्कारीलाई भुत्ते चुलेसीले रेटेर 2 फ्याक पार्ने आदि पुराना दण्ड व्यवस्थालाई कायमै राखी भ्रष्टाचारीका लागि भने अलि भिन्नै प्रकारका दण्ड सजायको व्यवस्था गर्नुपर्ने नेपाल खण्डका सम्पूर्ण सर्वसाधारण जनताबाट माग भइआएकोले यो नियमावली लागू गर्नु परेको हो। दण्ड सजायहरू यस प्रकार छन्। तपाईहरूमध्ये कोही भ्रष्टाचारी भए ताली नबजाउन पनि सक्नुहुन्छ। स्वच्छ हुनुहुन्छ भने यी सबै नियमहरूलाई ताली बजाएर अनुमोदन गरिदिनु होला। दण्ड सजायहरू यस प्रकार छन्। 1. घुस खाने, कमिसन लिने, झुट्टा विवरण पेश गरेर सरकारी ढुकुटीको रकम हजम गर्ने, अख्तियार, अदालत वा संविधानलाई टेर पुच्छरै नलगाउने, विदेशी ब्याङ्कमा धन लुकाउने, मुलुक डुबाएर आफ्नो मल ठड्याउने आदि अपराध गर्ने भ्रष्टाचारीलाई पखाला लागेको थला परेको बुढो गोरुको गोबर 1 धार्नीमा 2 लिटर तितेपातीको झोल, 2 पाउ अकबरे खुर्सानीको धुलो र 1 केजी पतेरा मिसाई फट हुने गरी पकाएको तातो खोले हरेक दिन 2-2 लिटरका दरले पिउन लगाइनेछ। तातो खोले पिउन नमानेमा वा निल्न नसकेमा वा वाक्क उक्क गरेमा निजलाई सार्वजनिक शौचालयको सेफ्टी ट्याङ्कीमा 6 महिनादेखि 1 वर्षसम्म कैद गरिनेछ। अथवा अपराधीको कसुर हेरी माथिका 2 सजाय पनि हुन सक्नेछन्। 2. अफिसका माल सामानले आफ्नो निजी घर सजाउने, टेबलमा टोपी छाडेर बारम्बार भागिरहने, एकछिनमा हुने कामका लागि पनि सेवाग्राहीलाई भोलि भनेर हैरान पार्ने, घुस नखाई सास नफेर्ने, खरदारको जागिरले दरबार निर्माण गर्ने, सुब्बाको जागिरले घरमा सुनको गजुर हाल्ने, अफिसरको जागिरले लकरमा असर्फी थुपार्ने, त्यस प्रकारका भ्रष्ट कर्मचारीहरूलाई यमलोकमा आएपछि नुवाकोटबाट झिकाइएको उद्दण्ड साँडेका साथ खोरमा थुनिनेछ। साँडेलाई घुस खुवाएर निज भ्रष्टले हातमा लिने सम्भावना हुने भएकोले निज साँडेलाई 10 लिटर लोकल थर्रामा माथिल्लो डोल्पामा उत्पादित 1 धार्नी कालो यासा गुम्बा मिसाएर सेवन गराइनेछ। बाँकी काम साँडे स्वयंले गर्नेछ। 3.
धेरै छैन, एकैछिन शान्त हुनु होला। 3, अस्पताललाई मुर्दाघर बनाएर नर्सिङ होमको साउजी हुने डाक्टरहरू, सरकारी ढुकुटीको तलब खाएर निजी कलेज र ट्युसन सेन्टरको मालिक हुने मास्टरहरू, तस्कर र कालो बजारीसँग घुस खाएर तिनीहरूलाई सफाई दिने न्यायाधीशहरू, फरार अपराधीलाई समाउनु पर्नेमा आफै अपराध गरी फरार हुने उच्च ओहदाका प्रहरीहरू, अदालतको आदेशलाई लगौटी बनाउने नेताहरू आदि सबैलाई यमलोकमा आएपछि निम्न अनुसारका सजाय हुनेछ। उपरोक्त अनुसारका सबै पापीहरूलाई एकै ठाउँमा भेला गरी नाङ्गे झार पारेर काउछोको कट्टु पहिराई सिस्नु गाडीमा नाच्न लगाइनेछ। त्यसपछि सबैलाई गिट्टीको रासमाथि ठाडा खुट्टा पारी टाउकाले टेकेर 3 दिनसम्म ठडियाइनेछ। त्यसपछि अझै बाँकी छ। त्यसपछि खिया परेको फलामको सुइरोले रेबिज सल्किने सुई लगाई खच्चरको पुच्छरमा बाँधेर 50 किलोमिटर प्रति घण्टाको वेगमा घिसार्दै नर्कलोकका सबै प्रमुख सहरहरूको परिक्रमा गराइनेछ। 4, घुस खुवाउने वा धम्क्याएर वा तर्साएर भ्रष्टाचार गर्न उक्साउने वा बाध्य पार्ने अपराधीलाई पनि भ्रष्टाचार गरेकै ठहर गरी दण्ड सजायको व्यवस्था गरिएको छ। त्यस्ता भ्रष्टलाई यमद्वार अपरेसन थिएटरमा लगी साङ्लाले हातखुट्टा बाँधी निजको नाक जरैदेखि उखेलेर गिद्धलाई खान दिइनेछ। नाक उखेलेर उत्पन्न भएको टोड्कामा भुस्या कुकुरको पुच्छर जडान गरिनेछ। सावधान, यमलोकमा बेहोस पार्ने औषधिको विकास भइ नसकेको हुँदा कारबाहीका क्रममा कुनै पापी चिच्याएर यमलोकको शान्ति भङ्ग गरेमा निजको मेरुदण्डमा क्रिकेटको मुङ्ग्राले हानी धड्नेसो खुस्काएर निजलाई 4 हातखुट्टा टेकेर मात्र हिँड्न सक्ने जनावरमा परिणत गरिनेछ। यसरी उत्पन्न भएको नयाँ जन्तुका नाकमा नत्थी लगाएर यमराजका दूतहरूले पसेरोको रूपमा प्रयोग गर्नेछन्। नोट, अन्तिममा एउटा नोट छ। यी दण्ड सजायहरू प्रारम्भिक र नरम कानुन अन्तर्गत बनेका हुन्। कडा सजायहरू मिसन 84 अघि नेताहरूले गर्ने कामका आधारमा पछि व्यवस्था गरिनेछ। धन्यवाद। आज भने बल्ल छोडेर आइपुगेको छु। वास्तवमा यो रुकुम जिल्ला त प्रकृतिको